घर आउने होइन र? छुट्टी नै पाएन, त्यही भएर अलिकति पैसा पठाइदिएको बसेको छ। पैसाले मात्र हुन्छ र? अनि छुट्टी पाउनु परेन? भने जस्तो हुन्छ र विदेशमा? हेलो हेलो परदेश धन कमाउन गएको मान्छे यसपालि दसैँमा आएन ठिकै छ, यसपालि माघे सङ्क्रान्तिमा आएन ठिकै छ, यसपालि तिहारमा आएन ठिकै छ, अर्को वर्ष राम्रै फर्किए त हुन्थ्यो। यदि कमाउन गएको छोरो, कमाउन गएको बाउ, कमाउन गएको बुढो जिउँदो फर्किएन भने। मैले एउटा गीत गाएको थिएँ, बनाएको थिएँ धेरै वर्ष पहिला, तपाईँले बिर्सि पो सक्नुभयो कि? गीत चाहिँ यस्तो छ, बोल माया एक वचन बोल, तिम्रै बोली छ मलाई। एकला यो गीत गाउँ, त्यसपछि रमाइलो गरौँला, हुन्छ? सँगै गाउने है? बोल माया प्लिज। जाँदाखेरि आकाशमा आउँदा बाकसैमा लाउन खोज्दा सिन्दुराको भाँडो खस्यो भुइँमा, यतातिर भाँडो खस्ने उता पर जाने, बिरानो त्यो मुलुकमा कसले बेला पानी। परदेशीको हुँदैन भार, हे भर फर्किने आसमा के रहेछ र जिन्दगी भर, एक मुठी सास मात्र, हे भर एक मुठी सास मात्र।